जोयालाई विजयराजको खुल्ला पत्र। प्रिय जोया, तिमीलाई सम्बोधनका धेरै शब्दहरू सोचे, तर प्रिय भन्ने शब्द नै मिठो अनि यथार्थ लाग्यो। किनकि तिमी कसैको प्रिय हुन नसके पनि म जस्तै धेरै नेपालीको प्रिय बनेकी छौ। भलै त्यहाँ करुणा होला, दया होला अनि तिम्रो 2 सन्तानको आँसु होला। सबै कुराको अर्थ प्रेम हो जोया, त्यसैले तिमी प्रिय छौ। जोया, आज मेरो देशमा तिमीले जे भोग्यौ त्यसको लागि सिङ्गो नेपाल र नेपालीको तर्फबाट हृदयदेखि नै माफी चाहन्छु। तिमीले नेपाल छोड्दै गर्दा तिम्रा शब्द र तिमीले पाएको दुःखले मेरो मात्रै होइन, तिमीलाई बर्बाद बनाउने त्यो एक नेपाली बाहेक सबैको मन पोलेको छ जोया। मैले तिम्रो अवस्थाबारे थाहा पाएँ पछि मेरो मनमा यति धेरै प्रश्नहरू जन्मिए, जुन प्रश्नको उत्तर पाउन तिमीलाई लाखौं कोणबाट अध्ययन गर्दा पनि तिमी दोषी देखिएनौ जोया। तिमीले नेपालमा बसेर पाएको दुःखहरू मैले शब्दमा पढ्दा मेरो मन यति धेरै पग्लियो कि आफैलाई थाम्नै सकिन। आज मेरो देशमा तिमीले दुःख पाउँदा म पनि खाडीको कतारमा काम गर्दैछु। विश्वमा भइरहेको द्वन्द्वले मेरो मनमा कुनै प्रभाव र अभावको महत्त्व राख्दैन जोया। तर आज तिमीले जे भोगेर नेपालबाट आफ्नो घर फर्कदैछौ त्यसले मेरो मनमा यति धेरै प्रभाव र अनेकौं अभावको खडेरी पारेर गएको छ। सबैभन्दा ठुलो प्रभाव तिम्रो आँखामा आँसु र सबैभन्दा ठुलो अभाव अब नेपालीहरू माथिको विश्वास। तिम्रो आँखाका आँसुहरू चुहिएको देख्दा मेरो मन यति रोएको थियो, सायद दूर दूरबाट पनि हामी एउटै पीडामा भए जस्तो महसुस भएको थियो। तिम्रो काखमा भएको 2 नाबालकहरूको आँखामा देखिने निश्चलता अनि निर्दोषपनले मलाई पल पल छटपटाहट पारेको छ। तिम्रो र जीवनको प्रेमबाट जन्मिएका ती 2 नाबालकहरूको के दोष? आज उनीहरू आफ्नै बाबुबाट लखेटिनु परेको छ। सुनेको छु तिम्रो र जीवनको विवाहको आधिकारिक कागजात नहुनाले जीवनलाई कारबाही हुन सकेन अरे। मैले तिमीलाई लेखेको यही खुला पत्रबाट अधिकार कर्मीहरूलाई भन्न चाहन्छु, जीवन र ती 2 नाबालक अनि तिम्रो DNA परीक्षण होस् र कारबाही अगाडि बढाइयोस्। कामको सिलसिलामा तिमी जीवनसँग दुबईमा भेटियौ जोया, तर आज नेपाल र नेपालीहरू तिम्रो दुःखलाई र तिम्रो आँसुलाई यसरी लिएका छन् कि तिम्रो विदाई नै अब हामी सबैको लागि गाह्रो परेको छ। तिम्रो यो खबर सुन्ने सबैको आँखा रसाएको छ, तर खै तिमीलाई मायाको जालमा पारेर नेपालसम्म लैजानेको मन किन ढुङ्गा बन्यो, यही कुराले मनमा गाँठो पार्छ। तिमीले दुबईमा उसलाई धेरै सहयोग गर्यौ जोया, हिरासतमा परेको उसलाई त्यहाँबाट मुक्त गरायौ, धेरै ठुलो लागु औषधको दुर्व्यसनबाट पनि उसलाई छुटाउने ठुलो प्रयास गर्यौ, तर तिमीले यसलाई कहिल्यै पनि माया गर्न छाडिनौ। तिमीलाई आज बिरानो देशमा लगेर 2वटा सन्तान जन्माएपछि गल्लीको कुत्ता जस्तै बनाएर सडकमा फाल्यौ। आज म तिमीलाई यो खुल्ला पत्र लेखिरहँदा तिम्रो उद्धारका लागि सशक्त भूमिका खेल्नुहुने आदरणीय अधिकार कर्मी दिदी सरिता केसी, मीना खरेललाई सम्झिरहेको छु। उहाँहरूले आज तिम्रो जिन्दगीलाई नयाँ जन्म दिएर नयाँ बाटो देखाइदिनु भएको छ। दिदी केसी र खरेलले आज तिम्रो विदाई गरिरहँदा तिमीले फेरि नेपाल घुम्न आउने र नेपालीहरू अत्यन्तै आत्मीय र मायालु भएको प्रतिक्रिया दिँदा मेरो मनले तिम्रो मनको चौडाइ मापन गर्न सकिरहेको थिएन। 5-5 वर्षसम्म संसारकै सबैभन्दा बढी माया र विश्वास गरेको मान्छे पनि नेपाली थियो र तिमीलाई आज तिम्रो देश फर्काउने पनि नेपाली नै हुन्। तर पनि तिमीले सबै नेपाली मायालु भएको र तिम्रो जीवन बर्बाद पार्नेलाई जाँदै गर्दा पनि माया गरिरहेको देख्दा मलाई तिमी भित्रको महानता अति नै प्रिय लाग्यो। तिम्रो विदाईमा सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला प्रहरी कार्यालय चितवन तथा अन्य सङ्घ संस्थाहरूप्रति पनि म धेरै कृतज्ञ छु। आज तिमीलाई एउटा साथको खाँचो छ, तिमीलाई माया गर्ने मान्छेको खाँचो छ, तर तिमी स्वतन्त्र पनि छौ, किनकि तिम्रो देशको कानुन मेरो देशको कानुन जस्तो छैन। आज तिमीले तिम्रो साथमा लगेका ती 2 सन्तानको बाबुको खोजी हुँदैन तिम्रो मुलुकमा। तिमी बिना विवाह आमा बन्न पाउँछौ तिम्रो मुलुकमा।
हिजोसम्म जसरी तिमीले यातनापूर्ण जीवन बिताएका थियौ, नेपालमा त्यसै गरी तिमी तिम्रो देशमा स्वतन्त्र जीवन बिताउन पाउनेछौ। जोया, आज तिम्रो खबर मैले मेरो मनमा मात्र राखिन, मसँगै काम गर्ने तिम्रा देशका धेरै फिलिपिने साथीहरूलाई पनि तिम्रो बारेमा बताए। तिम्रो बारे छापिएका समाचारहरूलाई अङ्ग्रेजीमा उल्था गरेर उनीहरूलाई सुनाए अनि तिम्रो र तिम्रो 2 सन्तानका फोटोहरू पनि उनीहरूलाई देखाए। उनीहरू तिम्रो खबर सुनेर एकछिन स्तब्ध पनि भए। जोया, अन्तमा तिमीलाई मेरा प्रेमपूर्वक केही शब्दहरू भन्न चाहन्छु। मेरो देशमा अर्काकी श्रीमती भगाउने हिम्मत गर्ने पुरुषहरू छन्, तर एउटा बलात्कार परेको चेलीको सिउँदो भर्न तयार हुँदैनन्। आज तिमीले नेपालमा आएर जुन यातना भोग्यौ, त्योभन्दा धेरै माया गर्ने प्रण गर्छु। तिमीलाई जिन्दगीले खै कहाँ कहाँ पुर्याउँछ, तर म भने तिम्रो र तिम्रो जिन्दगीले भोगेका तिता पलहरूलाई तिम्रो याद बनाएर पर्खिरहेको हुनेछु। जाँदै गर्दा तिमीले फेरि नेपाल आउने बताएकी थियौ। मलाई केही आशा पनि पलाएको छ, तिमीलाई भेट्ने र तिम्रो वास्तविकतालाई नजिकबाट महसुस गर्ने। एक दिन अवश्य नेपाल फर्किनेछौ र तिम्रो फेरिएको जिन्दगीको उज्यालो खुसी बाँडेर ती नाबालकहरूलाई एकपटक आफ्नो अतीत देखाउनेछौ। उही तिम्रो अनजान अपरिचित शुभचिन्तक विजयराज अधिकारी, हाल दोहा, कतार।